एउटा वैचारिक नेताको रूपमा, एउटा कुशल संगठक नेताको रूपमा, एउटा आन्दोलनको म्याग्नेटको रूपमा, एउटा आन्दोलनको नेताको रूपमा तपाईहरुले आफूलाई स्थापित गर्नुपर्नेछ। त्यस ढङ्गले तयारी गर्नुहोस्। महत्त्वाकांक्षा राखेर होइन, आफ्नो क्षमता, ज्ञान, सिप, तौर तरिका र योगदानले आफूलाई स्थापित गर्दै गर्नुहोस्। मेरो तपाईहरुलाई त्यसरी तयारी गर्नुहोस् भन्ने आग्रह छ। तपाईहरुको काममा साह्रै ठुलो जिम्मेवारी छ। मैले आफैले हेर्दा 22 सालमा अलिअलि जुलुसमा कुदेपछि 23 सालबाट म सङ्गठित भएर युवा आदिमा विद्यार्थीमा सङ्गठित हुँदै गर्दाखेरि उमेर पनि अलिक कलिलै थियो। त्यस बेलादेखिको यो 60 वर्षको यात्रा म सम्झिन्छु। यो 60 वर्षका यात्राहरू सधैँ दृढताका साथ, सक्रियताका साथ, इमानका साथ अगाडि बढेकै हुनाले आज नेकपा एमालेले मलाई किन अध्यक्ष बनायो भन्दा अनुहार हेरेर माया लागेर होइन, यो आन्दोलनको इतिहासको कारणले, योगदानको कारणले। त्यसकारण म तपाईहरुलाई भन्न चाहन्छु, म एउटा एकदम कुनाको गाउँमा जन्मिएको मान्छे, क्याम्पस छोडेर आन्दोलनमा होमिएको मान्छे, आन्दोलनलाई सङ्गठित गर्ने अभियानमा लाग्दै जाँदा गर्न सकिँदो रहेछ, गर्न सकिन्छ भन्ने विश्वास, सही बाटो सही गन्तव्य लिएर सकिन्छ भन्ने विश्वास लियो भने सकिन्छ। मैले आफैले लोकतान्त्रिक गणतन्त्र भन्दै जेल परेको थिएँ, लोकतान्त्रिक गणतन्त्र भन्दै जेलबाट छुटेँ। अहिले पनि आज पनि सुशासन, समृद्धि र त्यस बाटोबाट समृद्ध नेपाल, सुखी नेपाली, हरेक नेपालीको मुहारमा मुस्कान हुनुपर्छ भन्ने